झापाको बिर्तामोडमा रहेको बीएनसी हस्पिटलभित्रको प्राङ्गणमा दुर्गा प्रसाईजीले पाथिभरा माताको मन्दिर स्थापना गर्नुभएको छ। उहाँ आफै पनि दुर्गा माताको भक्त, त्यही कारण पनि त्यहाँ पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ। पूर्वकै सबैभन्दा ठुलो हस्पिटल बीएनसी टिचिङ हस्पिटलमा सेवा सुविधाका साथसाथै पार्किङको पनि अत्यन्त राम्रो व्यवस्था गरिएको छ। झट्ट हेर्दा हस्पिटल कुनै 5 स्टार होटलभन्दा कम छैन। तपाईँ देख्न सक्नुहुन्छ हस्पिटलको यो इन्ट्रान्समा जसरी काठ प्रयोग गरिएको छ, जुन किसिमको सजावट गरिएको छ, कुनै होटल या 5 स्टार होटलभन्दा कम छैन। हस्पिटलमा आउने बिरामी र कुरुवाहरूको लागि एउटा मिनी पार्क समेत बनाइएको छ, जहाँ आएर कुरुवाहरू बिरामीहरू आएर रिफ्रेस हुन्छन्, केही समय व्यतीत गर्छन्। जो लामो समय हस्पिटल बस्नुपर्ने हुन्छ उहाँहरूको रिफ्रेसमेन्टको लागि। ल अब रिसिप्सनतिर हेर्दै जानुहोस्। यो चाहिँ रिसिप्सन जाने कोरिडोर हो। कोरिडोर झट्टै हेर्दा कुनै हलिउड मुभीको सिन जस्तै लाग्छ। यहाँ हस्पिटल मात्र ठुलो होइन, डेकोरेसन मात्र होइन, यहाँ हस्पिटल जति ठुलो भवन छ, स्वास्थ्य उपचार पनि त्यति नै राम्रो र सहज तरिकाले हुन्छ। यहाँ दैनिक लाखौँ मान्छे आएर, हजारौँ मान्छे आएर उपचार गरेर गइसकेका छन्। लाखौँले उपचार लिइसकेका छन्। दैनिक हजारौँ आएर उपचार गर्छन्। यहाँ उहाँले आफ्नो विभिन्न कुराहरू मरेर गए तापनि यस अस्पतालले उपचार दिइरहोस्, सत्य सधैँ अल्पमतमा हुन्छ र एक्लो हुन्छ भन्ने यस्ता आदर्श कुराहरू समेत त्यहाँ वालमा राखिएको छ। उहाँ गीतालाई एकदमै फलो गर्नुहुन्छ, त्यो मैले हस्पिटल गएपछि थाहा पाएँ। र हस्पिटलभित्रको सरसफाइ, त्यहाँ भएका नर्स डक्टरहरूले बिरामीसँग गर्ने व्यवहार अत्यन्त एकदम सहज र सौहार्दपूर्ण नै देखेँ मैले चाहिँ। जबदेखि यो हस्पिटल झापाको केन्द्र बिर्तामोडमा स्थापना भयो, त्यहाँदेखि पूर्वका नागरिकलाई विराटनगर या धरान जानुपर्ने बाध्यता हटेको पनि छ। अत्यन्त राम्रो उपचार हुन्छ, अत्यन्त सफा सुग्घर र यहाँ हुने डक्टरहरू अत्यन्त मिजासिला।